नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आफ्नै च्यानल ज्ञान सपोर्टमा। आज हामी कुरा गर्दैछौं नेपालमा एकदमै सम्भावनापूर्ण र प्राकृतिक विषय बीएससी फरेस्ट्री बारेमा। यो भिडियोमा हामी हेर्नेछौं बीएससी फरेस्ट्री के हो, किन यो विषय रोज्ने, नेपालमा अध्ययनका लागि कुन कलेज राम्रो छ, कति शुल्क लाग्छ अनि त्यसपछि रोजगारी र तलबका अवसर कस्ता छन्। अन्त्यसम्म हेर्नुहोस् किनभने यो गाइडेन्सले तपाईलाई आफ्नो भविष्य निर्णय गर्न सजिलो बनाउँछ। सुरुमा बुझ्छौं बीएससी फरेस्ट्री भनेको ब्याचलर अफ साइन्स इन फरेस्ट्री हो, जुन 4 वर्षीय स्नातक तहको कोर्स हो। यो पाठ्यक्रमले विद्यार्थीलाई वन व्यवस्थापन, जैव विविधता संरक्षण, वातावरणीय अध्ययन र आधुनिक प्रविधि जस्तै जीआईएस, रिमोट सेन्सिङको ज्ञान दिन्छ। नेपाल जस्तो प्राकृतिक स्रोतले भरिपूर्ण देशमा यो अध्ययनले सीधा वन संरक्षण, वातावरणीय सन्तुलन र ग्रामीण विकासमा योगदान दिन्छ। अब कुरा गरौँ किन यो विषय रोज्ने। नेपालमा वन क्षेत्र लगभग 45% भन्दा बढी छ। यस अर्थमा यहाँ वन प्रबन्धक, संरक्षण र पुनर्स्थापना कार्यमा दक्ष जनशक्तिको सधैँ माग रहन्छ। बीएससी फरेस्ट्री पढ्ने विद्यार्थीले सिधै फिल्डमा काम गर्ने अवसर पाउँछन्। जंगलमा सर्वे, वृक्ष गणना, सामुदायिक वन योजनाहरू, जैविक विविधता मूल्याङ्कन लगायतका कार्य गर्छन्। जस्ता सिपले उनीहरूलाई सरकारी कार्यालयदेखि अन्तर्राष्ट्रिय संस्था एनजीओ आईएनजीओ सम्म काम गर्ने क्षमता दिन्छ। अब कलेज र शुल्क बारे कुरा गरौँ। नेपालमा फरेस्ट्री पढ्नका लागि मुख्य संस्था हो इन्स्टिट्युट अफ फरेस्ट्री आईओएफ, त्रिभुवन युनिभर्सिटी, जसका क्याम्पसहरू पोखरा, हेटौडा र काठमाडौँमा छन्। यसका साथै निजी कलेजहरू जस्तै काठमाडौँ फरेस्ट्री कलेज केएफसीओएल ले पनि बीएससी फरेस्ट्री पढाउँछन्। सरकारी कलेजमा अध्ययन खर्च लगभग 1.5 लाखदेखि 2.5 लाख रुपियाँसम्म पर्न सक्छ भने निजी कलेजहरूमा यो 3 लाखदेखि 5 लाख रुपियाँसम्म हुन सक्छन्। प्रवेशका लागि +2 साइन्स, बायोलोजी वा म्याथ पास गर्नुपर्छ र टियु इन्ट्रान्स एक्जाम पास गर्नु अनिवार्य हुन्छ। रोजगारी अवसरको कुरा गर्दा यो क्षेत्रमा अवसर धेरै छन्। सरकारी जागिर सबैभन्दा ठूलो आकर्षण हो। लोकसेवा आयोग मार्फत वन अधिकृत, वन संरक्षण र अनुसन्धान सहायक जस्ता पदहरूमा नियुक्ति पाइन्छ। साथै एनजीओ आईएनजीओहरूमा फरेस्ट्री प्रोजेक्ट अफिसर, इन्भाइरोन्मेन्टल कन्सल्टेन्ट वा जीआईएस एनालाइस्ट जस्ता पदहरूमा पनि उपलब्ध छन्। स्थानीय तहका सामुदायिक वनहरूमा पनि व्यवस्थापक र संयोजक पदहरूमा धेरै माग हुन्छ। यस्तै फिल्ड वर्कमा रुचि राख्नेका लागि यो पेशा अत्यन्तै उपयुक्त छ। दैनिक कार्यमा जंगलमा डाटा संकलन, नक्सा बनाउने र वातावरणीय प्रतिवेदन तयार पार्ने जिम्मेवारी हुन्छ। अब तलबको कुरा गरौँ। सुरुमा सरकारी सेवा प्रवेश गर्नेहरूको औसत मासिक तलब 25,000 देखि 35,000 सम्म हुन्छ। अनुभव बढ्दै जाँदा वरिष्ठ अधिकारी बनेपछि वर्षीय आय 3 देखि 10 लाख रुपियाँसम्म पुग्छ। विदेशमा पढाइ र कामका अवसरहरू अझ आकर्षण छन्। भारत, बंगलादेश र मलेसिया लगायत देशमा फरेस्ट्री विषयहरूको माग उच्च छ। तर यो क्षेत्र केवल जागिरका लागि मात्रै होइन, समाज र वातावरणीय प्रति योगदानका लागि पनि हो। जलवायु परिवर्तन र जैविक विविधता घट्दै गइरहेको समस्यामा फरेस्ट्री विद्यार्थीहरूले देशकै हरित भविष्य निर्मातामा साक्षात्कार दिन सक्छन्। यदि तपाईलाई प्राकृतिक फिल्ड वर्क र सामाजिक परिवर्तनमा काम गर्न रुचि छ भने बीएससी फरेस्ट्री तपाईका लागि उपयुक्त विकल्प हो। अन्त्यमा तयारीका कुरा गरौँ। प्रवेश परीक्षा लागि राम्रो बायोलोजी र म्याथमेटिक्स तयारी गर्नुहोस्। साथै जीआईएस, रिमोट सेन्सिङ, एक्सेल र रिसर्च स्किल सिक्न थालेपछि तपाई अरूभन्दा अघि रहनु हुनेछ। अंग्रेजी लेख्न र रिपोर्टिङ क्षमतामा पनि सुधार ल्याउनुहोस्, किनभने भविष्यमा अनुसन्धान र प्रोजेक्ट लेख्दा यिनै कुरा काम लाग्नेछ। साथीहरू, निष्कर्ष भन्नुपर्दा बीएससी फरेस्ट्री केवल एक शैक्षिक डिग्री होइन, यो प्राकृतिकसँग सम्बन्ध, जिम्मेवारी र अवसरको बाटो हो। जसले यो विषय मनदेखि पढ्छ उसको भविष्य नेपालमै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उज्यालो हुन्छ। भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईलाई कुनै विषयमा अर्को भिडियो चाहियो कमेन्टमा लेख्नुहोस्। अर्को भाग हामी एमएससी फरेस्ट्री र इन्टरनेशनल क्यारियर अपर्च्युनिटी बारेमा कुरा गर्नेछौँ। धन्यवाद र प्राकृतिकसँग प्रेम गर्न नछोड्नुहोस्।